सबैजना साथीहरूलाई स्वागत छ। सङ्गठित संस्थाको एक्जामलाई लक्षित गरेर तयार पारिएको केही महत्त्वपूर्ण जिकेहरू आउँदै गरेको कार्तिक 15 गते एक्जामको लागि एकदमै उत्कृष्ट हुनेछ। यो भिडियो हेर्न नछुटाउनुहोला। आउनुहोस् साथीहरू, भिडियो सुरु गरौँ। आजको पहिलो प्रश्न रहेको छ, आर्थिक सर्वेक्षण 2081-82 अनुसार कुल गरस्त उत्पादन जीडीपीमा कृषि क्षेत्रको योगदान कति रहने अनुमान छ त? र यसको राइट एन्सर के हुनुहुन्छ साथीहरू? र यसको राइट एन्सर हुन्छ साथीहरू 25.16%। अर्को प्रश्न रहेको छ, सातौं कृषि गणना 2078 अनुसार नेपालमा कुल कृषि परिवारको सङ्ख्या कति रहेको छ? र अप्सन दिएको छ साथीहरू 40,30,789, 41,30,789, 38,20,780, 45,30,500। र यसको राइट एन्सर के हुनुहुन्छ साथीहरू? तपाईहरुले अनुमान लगाइसक्नु भएको होला। यसको राइट एन्सर हुन्छ साथीहरू 41,30,789। त्यसैगरी अर्को प्रश्न रहेको छ, नेपालमा चिया खेतीको सुरुवात कहिले र कहाँबाट गरेको थिए? यसको अप्सन दिएको छ हिरालाल गिरी गुल्मी, कर्नेल गजराज सिंह थापा इलाम, चन्द्र शमशेर झापा, जङ्गबहादुर राणा पाँचथर। र यसको राइट एन्सर हुन्छ साथीहरू कर्नेल गजराज सिंह थापा इलाम। र अर्को प्रश्न रहेको छ, नेपाल कृषि अनुसन्धान परिषदको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2045, विक्रम सम्वत 1920, विक्रम सम्वत 1945, विक्रम सम्वत 1948। र यसको राइट एन्सर हुन्छ साथीहरू विक्रम सम्वत 1948। र अर्को प्रश्न रहेको छ, एक गाउँ एक उत्पादन OBOP कार्यक्रम नेपालमा कुन जिल्लाको कुन खेतीबाट सुरु भएको थियो? दोलखा लोकता, गुल्मी जिल्ला कोफी, इलाम जिल्ला चिया अनि सिन्धुली जिल्लाबाट जुनार। र यसको राइट एन्सर हुन्छ साथीहरू दोलखा जिल्ला र लोकता खेतीबाट सुरु भएको थियो। त्यसैगरी अर्को प्रश्न रहेको छ, नेपालको पहिलो औद्योगिक क्षेत्र कुन हो? हेटौडा औद्योगिक क्षेत्र, बालाजु औद्योगिक क्षेत्र, धनकुटा औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र। र यसको राइट एन्सर हुन्छ साथीहरू बालाजु औद्योगिक क्षेत्र। र यो बालाजु औद्योगिक क्षेत्र र यसको स्थापना चाहिँ 2016 सालमा भएको थियो साथीहरू। र त्यसैगरी नेपालको सबैभन्दा ठुलो औद्योगिक क्षेत्र हेटौडा औद्योगिक क्षेत्र हो र सानो औद्योगिक क्षेत्र धनकुटा हो। र अर्को प्रश्न रहेको छ साथीहरू, नेपालको सबैभन्दा सानो औद्योगिक क्षेत्र कुन हो? र हामीले पहिला पनि नै डिस्कस गरिसकेको साथीहरू, यसको एन्सर हुन्छ धनकुटा। र नेपाल विश्व व्यापार सङ्गठन WTO को सदस्य कहिले बनेको हो? सन् 2005 मे 23, सन् 2004 मे 23, सन् 2004 अप्रिल 23 अनि सन् 2005 मे 23। र यसको राइट एन्सर के हुन्छ साथीहरू? यसको राइट एन्सर हुन्छ सन् 2004 अप्रिल 23। र अर्को प्रश्न रहेको छ, विश्व पर्यटन दिवस कहिले मनाइन्छ? विश्व पर्यटन दिवस कहिले मनाइन्छ साथीहरू? यसको राइट एन्सर हुन्छ सेप्टेम्बर 27 मा मनाइन्छ। र अर्को प्रश्न रहेको छ, सन् 2024 को विश्व पर्यटन दिवसको नारा के हो? र 2024 को नारा के हुनसक्छ साथीहरू? 2024 को नारा चाहिँ टुरिज्म एन्ड पिस हो। र अर्को प्रश्न साथीहरू यस प्रकार रहेको छ, नेपालको पहिलो रेलमार्ग कुन हो? जयनगर जनकपुर, अम्लेखगञ्ज रक्सोल, वीरगञ्ज रक्सोल, काँकडबिट्टा जोगबन्नी। र यसको राइट एन्सर हुन्छ साथीहरू अम्लेखगञ्ज रक्सोल। र अर्को प्रश्न रहेको छ साथीहरू, नेपालको पहिलो केबल कार कुन हो र यो कहिले सञ्चालनमा आएको हो? र नेपालको पहिलो केबल कार कुन हो र यो कहिले सञ्चालनमा आएको हो? अन्नपूर्ण विक्रम सम्वत 2076, विक्रम सम्वत 2055, कालेचोक विक्रम सम्वत 2075, चन्द्रगिरी विक्रम सम्वत 2073। र यसको राइट एन्सर हुन्छ साथीहरू मनकामना विक्रम सम्वत 2055। त्यसैगरी अर्को प्रश्न रहेको साथीहरू, नेपालमा छापाखानाको सुरुवात कुन प्रेसबाट भएको थियो? यहाँ अप्सन दिएको साथीहरू शाही प्रेस, साझा प्रेस, गिद्धे प्रेस, पशुपति प्रेस। र यसको राइट एन्सर हुन्छ गिद्ध प्रेस। र यो प्रेस चाहिँ जङ्गबहादुर राणाले भित्र्याएको थियो साथीहरू। र अर्को प्रश्न रहेको छ, नेपाल टेलिभिजनको स्थापना कहिले भएको थियो?
विक्रम संवत 2042 वैशाख 1, विक्रम संवत 2041 माघ 17, विक्रम संवत 2045 वैशाख 1, विक्रम संवत 2007 चैत्र 20 गते। र नेपालमा टेलिभिजनको स्थापना चाहिँ विक्रम संवत 2041 माघ 17 गते भएको थियो साथीहरू। यो चाहिँ 2007 साल चैत्र 20 गते चाहिँ रेडियो नेपालको स्थापना भएको थियो। र यो चाहिँ विक्रम संवत 2045 वैशाख 1 गते चाहिँ नेपालको प्रामाणिक समय निर्धारण भएको थियो, जुन बेलायतको ग्रिनविच टाइमभन्दा 5 घण्टा 45 मिनट छिटो रहेको छ। अर्को प्रश्न, नेपालमा विद्यालय शान्ति क्षेत्र कहिले घोषणा गरियो? विक्रम संवत 2068 साल जेठ 11 गते, विक्रम संवत 2065 साल जेठ 15 गते, विक्रम संवत 2072 साल असोज 3 गते, विक्रम संवत 2063 साल वैशाख 11 गते। र यसको राइट एन्सर हुन्छ साथीहरू विक्रम संवत 2068 साल जेठ 21 गते। र यो 2065 साल जेठ 15 गते चाहिँ नेपालमा गणतन्त्र घोषणा भएको थियो। र अर्को चाहिँ रहेको छ विक्रम संवत 2072 साल असोज 3 गते। र यो समयमा चाहिँ थियो नेपालको संविधान जारी भएको थियो। 2072 साल असोज 3 गते नेपालको संविधान जारी भएको थियो। अर्को प्रश्न रहेको छ, जनगणना 12औं जनगणना 2078 अनुसार नेपालको औसत आयु कति छ? 71.3 वर्ष, 70.3 वर्ष, 69.8 वर्ष, 72.1 वर्ष। र अहिले हालको चाहिँ नेपालको औसत आयु चाहिँ 71.3 वर्ष रहेको छ। र अर्को प्रश्न, नेपालबाट बिफर रोग कहिले उन्मूलन भयो? नेपालबाट बिफर रोग कहिले उन्मूलन भयो? अर्को प्रश्न रहेको साथीहरू, यहाँ यसको अप्सन छुट्यो साथीहरू। नेपालबाट बिफर रोग कहिले उन्मूलन भयो? यसको अप्सन हुन्छ साथीहरू विक्रम संवत 2034 वैशाख 1 गते। र अर्को क्वेसन रहेको साथीहरू, गोरखापत्रको प्रकाशन साप्ताहिक रूपमा कहिलेदेखि सुरु भयो? र यहाँ अप्सन दिएको छ विक्रम संवत 1958 वैशाख 24, विक्रम संवत 1957 मङ्सिर 2, अनि विक्रम संवत 2017 फागुन 7, विक्रम संवत 2007 साल वैशाख 7 गते। र यसको राइट एन्सर हुन्छ साथीहरू विक्रम संवत 1958 वैशाख 24 गते। र यही दिनलाई चाहिँ पत्रकारिता दिवस, नेपालमा प्रत्येक वर्ष चाहिँ पत्रकारिता दिवस चाहिँ यही दिनलाई मनाउँदै आइरहेको छ। नेपालको कुन जिल्लामा सबैभन्दा धेरै विमानस्थलहरू छ? डोल्पा, हुम्ला, मुस्ताङ, सोलुखुम्बु। र यसको राइट एन्सर साथीहरू थाहै होला सबैलाई। र यसको राइट एन्सर हुन्छ सोलुखुम्बु। यसमा चाहिँ विमानस्थल रहेको छ। र साथीहरू आजको क्वेसन एन्सर सकिएको छ। यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला।